सुन्दै ब्रेकै नलाइकन उतै आइदिरहेको टेन्सन होइन ब्रेक लागिरहेको छु फेरि हुँदैन क्या A few moments later. तपाईँलाई एक चिज देखाउँछु है गाइस यो टाटु र यो भएको एउटै हो कि थाहा छ यो के हो Eternity later. चाहिँ सफल भयो होइन होइन मैले दामी पर्यो एकदम स्विट हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल इट्स मी प्रेम हजुरहरूलाई स्वागत छ प्रेम ब्लगमा हजुरहरू आर्मी हुनुहुन्छ र म पनि आर्मी छु सो आज म चाहिँ बाहिर जानु लागेको म र साथी होइन हाम्रो आज चाहिँ धेरै टाढाको त होइन नजिकै टुर छ होइन त्यही भएर छोटो मिठो ब्लग हान्दिउँ भनेर ब्लग स्टार्ट गर्न लागेको है त्यही नै हो गाइस अहिले चाहिँ म रुममा छु अब चाहिँ म 2-3 मिनटपछि निस्किन्छु होइन म साथी पनि रेडी हुँदैछ म पनि रेडी भइसकेको छु सुज लाउन बाँकी छ होइन त्यही नै हो अब चाहिँ हामी लाग्छौँ है गाइस फाइनली हामी रेडी भइसक्यो साथी त्यहाँ छ म यहाँ छु अब चाहिँ हामी निस्किन्छ होइन ए गाइस आमाइला ठिक छ एकदम भेरी गुड छ हामी चाहिँ निस्किन लागेको गाइजहरू होइन यस्तै छ ठिक छ उसले ब्याग स्याक्नु भिरेछ होइन अनि यसो त्यही उतातिर फिसिङ पनि गरिदिउँ कि भन्ने सोच्दै ब्याग पनि भिरे होइन म चाहिँ यहीँमा जान्छु साथी चाहिँ त्यहीँमा जान्छ होइन त्यही हो गाइस भर्खरै यहाँको कति बजे छ 6:30 हुँदैछ उज्यालोको होइन उज्यालो भइरहेछ भर्खरै त्यही हो त्यही न त त्यही हो त अब बाटोतिर भेटौँला गाइस है हेर्दै गर्नु होला फाइनली हामी निस्किसक्यो होइन अब चाहिँ हामी यो बाटो चाहिँ जाँदैन यताबाट जानुपर्छ यताबाट गयो भने छिटो पुग्छ होइन यताबाट चाहिँ धेरै टाइम लाग्छ सो त्यही नै हो अहिले चाहिँ यहाँ के भन्छ साउदीमा चाहिँ रमजान चल्दैछ बाहिर अनि अब अहिले चाहिँ हामीले खाना नखाइ हिँड्ने हो कि बिहान 6 बजिरहेको छ मर्निङको अनि खाना नखाइ हिँड्दा बाहिर अहिले खानु केही पाउँदैन नि त साउदीको रोजा चलिरहेको छ देख्यो भने गाली गर्छ नराम्रो हुन्छ अरे के अरे डिसरेस्पेक्ट गरे जस्तो लाग्छ होइन रेस्पेक्ट नगरे जस्तो लाग्छ त्यही भएर गाइज होइन अब चाहिँ हामी कति अहिले 6:30 भयो भनेपछि समथिङ 9 बजीतिर 10 बजीतिर फर्किन्छ होला अनि घरमै आएर खाना खानुपर्छ है त हेर्दै गर्नु होला किप वाचिङ किप सपोर्टिङ गाइज ओके सो गाइज मर्निङको होइन सनसेट भ्यू होइन टक्क लगाएर सनसेट हेर्दै होइन राखेर म साथी चाहिँ त्यहाँ छ हो होइन हिँड अगाडि हिँड छ त ब्रेक मजाले छ त अनि ब्रेकै लागेन भन्छ यार साइकलको यार ब्रेक छ ब्रेक लाउनु जान्दैन फेरि यो साइकलको हातमा हुँदैन कि ब्रेक खुट्टामा हुन्छ अनि ब्रेकै छैन साइकलको बाहिर सो त्यही नै हो अहिले चाहिँ यहाँ रमजान चलेको भएर यस्तो बनिरहेछ होइन यहाँ प्रोग्राम हुँदो रहेछ कि बेलुकामा खोइ के हुन्छ होइन थाहा छैन हामी यहीँ बस्नु भयो नि यहाँले आउने त्यहाँ पनि मिल्दैन क्या अब हाम्रो नाइट ड्युटी पर्छ यहाँको अहिले चाहिँ अब नाइटमै एउटाको सबै थोक हुने भनेको होइन रोजामा चाहिँ नाचु बेलुकामै खान्छ होइन त्यही हो गाइज सुरु भयो अब हामी हिँड्नलाई होइन आज चाहिँ म नि यो बाटो गएको छैन कि फर्स्टचोटि जाँदै होइन फर्स्ट टाइम हेर्दै गरौँ कहाँ पुगिन्छ मैला फर्स्ट टाइम आज जाने म यो बाटो गएको छैन अहिलेसम्म आज जाँदै गरेको यो बाटो म यो बाटो पनि गएको छैन अहिलेसम्म नि कस्तो छ हेर्न घरहरू आठ लाग्दो छ कि म्याको रिक्सा साउदीको खाडी त्यसै भन्छ त अन्त बवाल बवाल सो हेर्न नत्र अरू बेलामा चाहिँ यो रोडहरू फुल हुन्छ गाडीहरू यस्तो बवाल हिँड्छ होइन अहिले चाहिँ दिउँसोमा बाहिर निस्किँदैन नि त रोजा भएर हल्का बाहिर निस्क्यो भने यिनीहरूलाई पानी खानु मन लाग्छ होला होइन हुन्छ होला नि समथिङ केही हुन्छ होला त्यही भएर बाहिर निस्किँदैन क्या रोजामा कोही पनि औडा लगाउन आयो त यार सो म क्याप लगाउँछु बिहान बिहान हावाले यस्तो चिसो चिसो हानिरहेको छ यो टोपी ल्याएको छु टोपी लगाउनु पर्छ होइन ओ पारियो हामी जाने चाहिँ के छ म एकदम ठिक छु राम्रोसँग चलाउ ल ब्रेक छ त त्यहाँ हान्नु कति चाहियो त अनि त्यही हो उताबाट गएको भयो अहिले चाहिँ हामी तल पुगिसक्थ्यो यो बाटो चाहिँ धेरै घुमाएर लान्छ क्या होइन यो बाटोमा चाहिँ गाडीहरू खासै आउँदैन नि त त्यही भएर तिमीलाई मैले यो बाटो लिएर आएको हो कि अब तिमी नयाँ नयाँ छौ नि त साइकल नि त्यस्तै छ अनि साइकलको अगाडि हो नि तिमीले चलाउनु जाने छैन नि त राम्रोसँग
अब चाहिँ हामी रन्केर जानुपर्छ किनकि अहिले भरे फर्किन नि क्याम्प वर्क हुन्छ नि त बेर हुन्छ मेरो चाहिँ छुट्टी छ साथीको चाहिँ भरे चाहिँ ड्युटी छ 5 बजे होइन ल गाह्रो हुन्छ अहिले हामी रन्केर गएन भने चाहिँ होइन फर्किन क्याम्पमा आएको चाहिँ भन्छ नि त रन्केर हिँड्दैछ है गाइस त्यहाँ नजिकै चाहिँ अब बकाला छ होइन बकाला भन्दा नि हाम्रो पसल छ त्यहाँ गएर किसिमको लागि पनि केही कुराहरू लिएर अनि हामी आफ्नो गन्तव्यतिर लाग्छौँ है त गाइस है त्यही हो रेड लाइट बलिरहेछ गाडीहरू चाहिँ खासै छैन चल्दिने हो ओ माइ गड ओइ राव है बवाल छ नि होइन मर्निङको सिन सही हो गाइस हेर्दै गर्नु होला भ्लग होइन त्यही हो अब चाहिँ म रन्किएको है त माइला पछाडि छन् सो धेरै दिनपछि धेरै मैले चलायो भने साइकल चलाउनु गाह्रो हुँदो रहेछ कि अन्त इन्सान छ यार यतिखेर यार कोही मान्छे देखेको कतै हेर्नु त बाहिर एउटा मान्छे छैन कि पहिला त देख्थेन भने अहिले यो रोजाले गर्दाखेरि कोही मान्छे बाहिरै निस्किँदैन कि यहाँ पनि यस्तै ठिक छ फेरि होइन हो यहाँ फेरि साउदीको गर्ल्सहरू भिडियो बनाउने बेलामा भिडियोमा आयो भने चाहिँ अब गर्छ नि त त्यही भएर नभएको ठिक छ कि मेरो लागि होइन त्यसो सब आइपुग्यो अब छैन 2 मिनट कति टाढा लाग्यो तिमीलाई छिटो हिँड्नु किन कम्प्लिट नहुने तरिकाले चलाउनु त भने कहाँ कम्प्लिट हुने तरिकाले चलाइरहेको त गाह्रो परिहाल्छ नि त कम्प्लिट भएर चलायो भने गाडी अगाडि आयो भने त ठिक भइदियो नि त हामीलाई गाडी अगाडि आयो अनि के अरे जस्तो कम्प्लिट भएर चलायो भने त ठिक भइदियो नि त अनि फेरि त्यस्तो हुनु हुँदैन राजा अब चाहिँ जस आइपुग्यो लगभग आइपुग्यो माइला अब चाहिँ उतै पारि हो त टावर पछाडि त हो अब यो सुपर मार्केटमा जानुपर्छ हामी यो मार्केटमा जानुपर्छ है यो मार्केटमा जानुपर्छ कि हामी हामीले सामान लिइसक्यो होइन कति महँगो छ कि यार औडा महँगो छ कि नेपाली 800-900 खर्च भइदियो कि यति सानो होइन सामान लिँदाखेरि हो नि त नेपाली 800-900 खर्च भइजान्छ होइन यत्रो सामान लिँदाखेरि त्यही गाइस अब हामी चाहिँ जान्छौँ होइन यहाँबाट हिँड्नु लाग्यो बाइक यहाँको करेन्सीले होइन नेपाली करेन्सीमा कन्भर्ट गर्ने हो भने होइन थोरै चिज किन्दाखेरि नै अनि नेपालको करेन्सीकोमा याद गर्ने हो भने पागल हुन्छ कि मान्छे होइन अब यहाँको करेन्सीमा त सस्तै हो होइन लाइक हामी चाहिँ बाहिरबाट आएको मान्छेहरूलाई यहाँ केही चिजहरू किन्नु पऱ्यो भने चाहिँ 700 हो क्या अस्ति महँगो लाग्छ क्या त्यो भएर गाह्रो छ हौ धेरै गाह्रो छ नि यार खानेकुराहरू लिनु हो खानेकुरा पनि लिएन फेरि डर लाग्यो भन्दा नि अब लिएन कि एकछिनमा फर्किहाल्ने हो बाहिर बसेर खानु भनेको धेरै रिस्क लिनु हो यहाँको मतौवाहरूले देख्यो भने चाहिँ अनि हामीहरूलाई अप्ठ्यारो गर्छ नि त तिनीहरूलाई रेस्पेक्ट नगरिकन उनीहरूको कल्चरलाई रेस्पेक्ट नगरिकन होइन फलो नगरिकन हामीले खायो भने चाहिँ त्यो नराम्रो लाग्छ त्यही भएर बरु घरै गएर खाना खाने भन्ने तरिकाले लिएन है त्यही हो गाइस फाइनली अब हामी आइपुग्नुला होइन आज 1 घन्टा बस्ने अनि फर्किहाल्ने हो ओ माइ गड यही झारी छ होइन यो पुरानो बिल्डिङहरू हो क्या राम्रोसँग अब मैले यहाँ खाल्टो छ है ओए खतरा छ कि बाटो फेरि ओ माइ गड हँसियो नि त है यही बाटो नआउनु पर्ने हो हामी जहाँ रिक्स छ त्यही बाटो आइदिरहेको फेरि कस्तो छ हेर्नु न बाटोमा सल
यस्तो रिस्क लिएर चलाउन मजा लाग्छ कि फेरि मलाई होइन। छ नि त बाटो त ओइ बिल्डिङहरू चाहिँ अहिले नयाँ नयाँ निर्माण हुँदो रहेछ होइन। पहिला चाहिँ यता पारी चाहिँ अस्ति भर्खरै म आउँदाखेरि चाहिँ पुरा भत्काइरहेको थियो कि पुरानो बिल्डिङ होला यहाँको सरकारको अब कति वर्षको एग्रिमेन्ट गरेको हुन्छ नि त होइन। त्यो म्याच भ्याएपछि चाहिँ अनि पुरा बिल्डिङहरू फेरि भत्काउँछ क्या नयाँ बिल्डिङहरू बनाउँछ है। यो सब बिल्डिङहरू अहिले चाहिँ नयाँ ल ओ मैला फाइनली आइपुग्यो नि त। अनि यो ठाउँ चाहिँ फेरि बबाल छ कि यो भित्री रोड हो होइन। एउटा रोड चाहिँ यस्तो बबाल बनाएको छ यता पारीदेखि लिएर यो साइडमा होइन। यो चाहिँ यो रोड होइन के भयो कस्तो तपाईँलाई एक चिज देखाउँछ है गाइस। मेरो हातमा भएको टाटो र यहाँ छ क्या एउटा चिज होइन। म देखाउँछु है त सेम छ क्या हेर्दै गर्नु है। ले यो टाटो र यो भएको एउटै हो क्या। थाहा छ यो के हो हजुरलाई थाहा छ भने कमेन्टमा भन्नु ल। मेरो हातमा पनि छ कि त्यो टाटो। सो फाइनली हामी चाहिँ यतापट्टि पारी यो साइडमा जानुपर्छ होइन। को हो फेरि ओइ ओइ भन्ने आमाइला को ओइ ओइ भनिरहेछ किन कराएछ कौवा कौवा गरिरहेछ त्यो। सो त्यही हो गाइस हामी चाहिँ यत्तिकै आज मेरो छुट्टी भएको कारणले। सो गाइस फाइनली आइपुग्यो हामी होइन। मेरो साइकल पम्चर भयो क्या हो कचक भइरहेको छ त्यहाँ लडेको होइन। साइकल पम्चर भएको छ यार। पम्चर भयो भने यस्तो बाटो त टेन्सन हुन्छ फेरि। यहीँ हो हामी खेल्ने चाहिँ। फाइनली गाइस समुद्र आइपुग्यो। सलाम अलैकुम। आज चाहिँ आएर हिँड्छ यस्तो यहाँ छाला आएर हिँड्छ बब्बल माछा कस्तो नखिचेको भन। ओ माई गॉड कुनै ब्रेकै नलाइकन उतै आइदिरह्यो टेन्सन होइन ब्रेक लगाइराखेको छु फेरि हुँदैन क्या। भन्ने अगाडि गएको थिएन त के हो तिम्रो पारेर कसाएर खिच्दिँदैन ल फि हो माफी मालुम के मालुम सो गाइस मैले चाहिँ हामी चाहिँ आइपुग्यो होइन। पछि मैले चाहिँ हाम्रो यो फिसिङको लागि चाहिँ रेडी गर्नुपर्छ। घाम लागिसक्यो होइन। सफल भयो होइन होइन मैले दामी पर्यो एकदम स्विट खाएको छ। धेरै मिहिनेत गरेपछि एउटा फरेस्ट होइन। हेर्नु होला कस्तो दामी छ एकदम छोटो छोटो खाल भए पनि एकदम गर्मी पनि भयो घाम लागेर गर्मी पनि भयो होइन। त्यही भएर अब हामी जान्छौँ समथिङ आधा केजी यति मारियो 1.5 घन्टामा। अनि अब सोडीले हान्दैछन् होइन बोलाएर। म चाहिँ गर्मी भएर बसेको अब चाहिँ हामी घरतिर लाग्छ होइन। त्यही हो गर्मी भयो कि कति बज्यो 9 बज्न लाग्यो। त्यही भएर अब हामी घरतिर जानु लाग्यो। त्यही त गाइज है। त्यो गाइज हामी चाहिँ फर्क्यो होइन। फोटोसोटो हानियो होइन दुईजनाले फोटोसोटो हानियो। त्यही भएर अब चाहिँ घर जानुपर्छ लास्टै घाम लागिसक्यो होइन। अरे 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 के भएको साइकल नि त्यहाँ अगाडि पनि यस्तै भयो हामीले गर्दा फोटो नि हान्नु पाइयो पाइएन भने के भयो फोटोसोटो हान्ने भनेर। अब चाहिँ हामी घरतिर लागेको है गाइस। त्यही हो फोटो गरेर भेटौँला है त बाई। फाइनली हामी आधी बाटो आइसक्यो होइन। गर्मीले औडा भइरहेछ। अब चाहिँ हामी 5 मिनटसम्म पुग्छ होइन। औडा गर्मी भइदिरहेको हामी पनि आज यस्तो दिउँसो सुत्थ्यो कि हामी होइन। डेमा चाहिँ जहिले सुतिरहेको भने बाहिर निस्किँदैन। आज चाहिँ डेमा बाहिर निस्केको थाहा भयो कति गर्मी हुन्छ भनेर। औडा गर्मी भइरहेछ।
के हो दिइरहेको छ त के हो त्यही हो गाइस अब चाहिँ मलाई मनै लागेन कि यस्तो भिडियो सुट गर्नु भयो यस्तो बोरिङ भएर होला भइरहेछ साइको बनाइरहेको मान्छेलाई आँखा हेर नै भयो चस्मा छ नि त होइन सनग्लास ल्याएको के काम लाग्यो त सनग्लास लगाउनुपर्छ फाइनली 4 घन्टा पछि रुममा आइपुग्यो होइन लास्ट गऱ्यौँ होला फेस देख्नु होला कस्तो भएको सोल्टीको जोग्नु खोज्दा र त्यहाँ कि सोल्टीको साइकलमा अहिले भन्छु के अरे अहिले जाने भन्दा अगाडि भन्दै थियो ब्रेक लागेन त्यो ल्याउ नि त सामान भन्दै गाडी हान्थ्यो टेन्सन यार त्यही हो फाइनली आइसक्यो आज रुममा होइन सो गाइस आजको फिसिङ चाहिँ हेर्नु परेछ होइन भयो कस्तो किन हानेको यो होइन यस्तो कलरवाला पनि खतरा अनि यो बाम खतरा यो चाहिँ खतरा गरेर गरिदिरहेको होइन त्यही हो आजको फिसिङ चाहिँ यति नै हो गाइस हजुरलाई लागि आउँछ है 3 घन्टाको मेहनत गाइस त्यही हो यस्तो घाममा गएर देख्नुभयो यति हो म आजको फिसिङ गाइस आजको भ्लग चाहिँ यहीँ इन्डिङ गर्छु होइन कस्तो लाग्यो कमेन्ट गर्नु होला लाइक गर्नु होला सेयर गर्नु होला है आजको 3 घन्टाको भ्लग यहीँ बाई बाई फेरि भेटौँला